मम्मी खोइ बर्गर लिएर आइस होइन गाजर र मासु लिएर आयो कि त्यो मैदाको बर्गर कहिले खान्छ म आज तपाईँलाई यो गाजरको बर्गर बनाएर खुवाउँछु ल त जान त बना खाऊ ल बाफ्रे धन्न मम्मीले गाली गर्नु भएन खुसी हुँदै भित्र आएर कोरेसम्म कोरेर गाजरलाई चाहिँ एउटा बटुकामा हालिदिए त्यसको माथिबाट पटपटी फुटाएर 3वटा अन्डा नुन बेसार चिली फ्लेक्स हालेर मलमाल घोलघाल पारेर चाहिँ 1 चम्ची लिएर सिधै एउटा तावामा चाहिँ टक्कसँगले रोटीको सेप दिएर चाहिँ पकाउनतिर लागे अनि यसलाई उल्टाइ पल्टाइ गर्दै पकाए 2-3वटा रोटी पकाइसकेपछि चाहिँ यिनीहरूलाई टक्कसँगले निकालेर केबेर साइडमा राखिदिन्छु अनि होइन मटरलाई केबेल बोइल गरेर त्यसमा चाहिँ नुन तेल कागती हालेर दाम्मै पेस्ट बनाएर यसलाई पनि केबेर साइडमा राखिदिन्छु त्यति बेरसम्म चाहिँ बोनलेस चिकनलाई मजाको पेस्ट बनाएर त्यसको माथिबाट चाहिँ अदरक लसुनको पेस्ट नुन बेसार चिली पाउडर हालेर मजाले मलमाल घोलघाल पारेर यतिको भएपछि चाहिँ आधी पोर्सन लिएर चाहिँ मजाले हातबाट एउटा गोलोवाला रोटीको सेप दिन्छु त्यसलाई पनि तावामा हालेर पकाउनतिर लाग्छु अनि होइन यसलाई छोप्दै छोप्दै 10-15 मिनट पकाइदिने उल्टाइ पल्टाइ गर्दै अनि यसरी ब्राउन हुँदै गएपछि चाहिँ टक्कसँगले हाम्रो चिकन प्याटिस पनि पाकेर रेडी भइसकेको थियो अनि यस्तो दामी देखिराखेको थियो नि यसलाई पनि टक्कसँगले केबेर साइडमा राखिदिन्छु अब होइन बर्गरको सस बनाउनको लागि चाहिँ थोरै दहीलाई मजाले फेटेर त्यसको माथिबाट चिली फ्लेक्स अनि टोमेटो क्याचअप हालेर मजाले घोलघाल पारिदिन्छु अनि यतिको दामी सस चाहिँ रेडी भइसकेको थियो यसलाई पनि केबेर साइडमा राखिदिन्छु अब लास्टमा चाहिँ अघि बनाएको गाजरको बर्गर बनलाई टक्कसँगले फेदमा राखेर त्यसको बेसमा चाहिँ हामीले बनाएको ससलाई राखिदिएको छु अनि हरियो मटरको पेस्टलाई पनि टक्कसँगले एक लेयर राखेर त्यसको माथिबाट प्याज टमाटर अनि चिकन प्याटिस फेरि टमाटर त्यसको माथिबाट अघि बनाएको दामी ससलाई राखिसकेपछि चाहिँ टक्कसँगले अर्को गाजरको बर्गर बनले छोपिसकेपछि साइडमा फ्रेन्च फ्राइज पनि राखेर टक्कसँगले चोबल्दै खाएको त बब्बाले मिठो भएको थियो अनि आमा छोरीले चाहिँ इन्जोय गर्दै खाए मम्मीलाई पनि अति नै बब्बाले मिठो लाग्यो रे थ्याङ्क यू